एका देशमा एउटा खैरेनी नेपाल घुम्न आउँछ। एकजना घुमाइदिने मान्छे पाए त हुन्थ्यो नि भनेर सोच्दै गरेकी हुन्छ। उले त्यतिकैमा रामु काकालाई देख्छे। रामु काकाले देख्न साथ लौ न अंकल यसो मलाई नेपाल घुमाइदिनु पर्यो भन्दै रिक्वेस्ट गर्छ। रामु काका चाहिँ आफ्नो यति धेरै काम छ त खैरेनीलाई घुमाउँछु नि भन्दै नजाने कुरा गर्छन्। खैरेनीले यसो डलर के देखाएकी थी। रामु काका जुरुक्क उठेर भइहाल्छ नि कता जानी भन्दै डलर पो च्याप्प समाउँछन्। रामु काकाले खैरेनीलाई खोला नाला वन जंगल घुमाउँदै गर्छन्। खैरेनीले चाहिँ आफ्नो देशको तुलनामा नेपाल त कति गरिब रहेछ भन्दै रामु काकालाई खिसाइरहेकी हुन्छ। यतिकैमा खैरेनीलाई टोयलेट लाग्छ र उसले वेयर इज टोयलेट भन्दै काकालाई सोध्छे। रामु काकाले के का टोयलेट टोयलेट इज बारीको पाटा भन्दै बारीको पाटातिर पठाउँछन्। खैरेनी कुद्दै बारीको पाटातिर जान्छे। एकैछिनमा टोयलेट सकेर काकासित काका गिभ मी टिस्यु पेपर भन्छे। काकाको पालो के का टिस्यु पेपर दिस इज आवर नेचुरल टिस्यु पेपर भन्दै खैरेनीलाई सिस्नुको पात पो थमाइदिन्छन्। गुड भन्दै खैरेनीले सिस्नुको पात समाउँछ। जब उसले सिस्नुको पात युज गर्छ खैरेनीको सातो पुत्लो उठ्छ। उ भुइँमा घस्रिन थाल्छ। रामु काका चाहिँ बसेर छेउमा गिलिल्ला हाँस्छन्। खैरेनीले ओ माय गॉड नेपाल गरिब छ भनेको त धनी पो रहेछ रुख रुखमा करेन्ट छड्दो पो रहेछ भन्दै आई विल नेभर कम टु नेपाल भन्दै गुटुट्ट बाग्छे। यता रामु काका मेरो नेपाललाई गरिब भन्ने बल्ल खाइस् त खैरेनी भन्दै गलल्ल हाँस्छन्।